17 जुलाई 2026 देखि देशभरिको हलहरूमा प्रदर्शन हुँदै आएको चलचित्र हो गौथली। यो फिल्म कपिल रिजालले निर्देशनमा बनेको हो भने यसलाई गिरिराज घिमिरे र कपिल रिजालले नै लेखेका हुन्। यो फिल्ममा हामीले मुख्य भूमिकामा मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, सिमरन खड्का, अरुणा छेत्री अन्य थुप्रै चर्चित कलाकारलाई देख्न सक्छौं। कलाकारको अनुहार नयाँ भए पनि फिल्मको कहानी भने निकै मन छुने रहेको छ। 2 घण्टा 18 मिनेटसम्म रहेको यो फिल्मले समाजलाई राम्रो सन्देश छोडेको छ र दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाएको छ। आज हामी यो फिल्ममा खेलेका कलाकारले कति पारिश्रमिक लिए भन्ने बारेमा सम्पूर्ण जानकारी दिनेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्न भने नबिर्सिनुहोला। र यसैगरी हामीले 1 नम्बरमा समेटेका छौँ मदन कृष्ण श्रेष्ठ। 19 अप्रिल 1950 जितपुर फेदी काठमाडौँमा जन्मिनुभएका मदन कृष्ण श्रेष्ठ हाल 76 वर्षको हुनुभयो। उहाँ एक प्रख्यात अभिनेता, हास्य कलाकार, लेखक, गायक, संगीतकार र निर्देशक हुनुहुन्छ। उहाँले योभन्दा अगाडि पनि धेरै चर्चित चलचित्र र टेलिसिरियलहरूमा काम गरिसक्नु भएको छ। उहाँको भूमिका थोरै भए पनि ती फिल्महरूमा निकै दमदार अभिनय हामीले देख्न सक्छौं। उहाँले यस फिल्ममा खेले बापत 3 देखि 4 लाखको बीचमा पारिश्रमिक लिनु भएको छ। र यसैगरी हाम्रो नम्बर 2 मा रहेको छ प्रकाश घिमिरे। प्रकाश घिमिरे एक अनुभवी र प्रख्यात नेपाली अभिनेता तथा निर्देशक हुन्। उनी विशेष गरी चलचित्र र नाटक क्षेत्रमा आफ्नो सशक्त अभिनयका लागि चिनिन्छन्। उहाँले आफ्नो लामो अभिनय यात्रामा थुप्रै चर्चित चलचित्र, टेलिसिरियल र नाटकहरूमा उत्कृष्ट अभिनय गरिसक्नु भएको छ। उहाँको अभिनयमा देखिएको स्वाभाविकता र गम्भीरताले दर्शकहरूको मन सधैँ जित्ने गरेको छ। चलचित्र अभिनेताको रूपमा उहाँले निभाउनु भएको भूमिकाले नेपाली चलचित्र उद्योगमा छुट्टै पहिचान बनाएको छ। प्रकाश घिमिरेले यो फिल्म खेले बापत 4 देखि 5 लाखको बीचमा पारिश्रमिक लिनुभएको छ। र यसैगरी हाम्रो नम्बर 3 मा रहेको छ सिमरन खड्का। सिमरन खड्का नेपालकी एक उदाउँदो अभिनेत्री तथा मोडेल हुन्, जसले म्युजिक भिडियो र सहायकारी भूमिकाबाट यात्रा सुरु गर्दै हाल मुख्य नायिकाको रूपमा पहिचान बनाउन सफल भएकी छिन्। कान्तिपुर फिल्म एकाडेमी र एक्ट्रेस हबबाट अभिनय परीक्षण लिएकी उनले सन् 2022 को चलचित्र प्रेमगञ्जबाट डेब्यू गरेकी थिइन्। त्यसपछि उनले चित्रा र बेहुली फ्रम मघौली जस्ता चलचित्रहरूमा सहकारीको भूमिका काम गरिन्, जसले उनलाई उद्योगमा थप चिनारी दिलायो। उनको अभिनयको यात्रा सबैभन्दा ठूलो टर्निङ पोइन्ट सामाजिक नाटक चलचित्र गौथली 2026 मा बन्यो, जहाँ उनले पहिलो पटक मुख्य नायिकाको रूपमा काम गरिन्। यस चलचित्रमा उनले बालविवाह र घरेलु हिंसाको पीडामा परेको एक ग्रामीण युवतीको भूमिका निर्वाह गरेकी छिन्। यो चलचित्र व्यावसायिक रूपमा पनि औपचारिक सफल हुँदै बक्स अफिसमा 10 करोड भन्दा बढीको कमाई गर्न सफल भएको चलचित्र हो। सिमरन खड्काले यो फिल्म खेले बापत 7 देखि 8 लाखको बीचमा पारिश्रमिक लिएकी छिन्। र यसैगरी हाम्रो अन्तिम नम्बरमा रहेको छ अरुण छेत्री। अरुण छेत्रीको वास्तविक नाम हो अरुण बेलबास। दाङको घोराहीका स्थानीय बासिन्दा हुन्। उनी नेपाली चलचित्र क्षेत्रका एक चर्चित र लोकप्रिय अभिनेता तथा नर्तक हुन्। काठमाडौँ फिल्म एकाडेमीका पूर्व विद्यार्थी समेत रहेका उनले सन् 2017 मा बेम सिरिज लास्टै राखबो र सर्ट फिल्म मायाको संसारबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। उनको अभिनय जीवनको सबैभन्दा ठूलो टर्निङ पोइन्ट सन् 2022 मा प्रदर्शन भएको पारिवारिक चलचित्र महापुरुष बन्यो। यस चलचित्रमा महान कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग काम गर्ने अवसर पाएका उनले आफ्नो दमदार अभिनयबाट दर्शक र समीक्षकहरूको प्रशंसा बटुल्न सफल भएका थिए। उनले यो फिल्म खेले बापत 9 देखि 10 लाखको बीचमा चार्ज गरेका छन्। आजको भिडियो थियो चलचित्र गौथलीमा खेलेका कलाकारहरूको पारिश्रमिक बारे। केही जानकारीहरू भिडियोमा हामीले तपाईलाई बोलेका छौं। बोल्दाखेरि कुनै भिडियो गराउँदाखेरि कुनै गल्ती अथवा कमी कमजोरी भए आफ्नो मनमा लागेको कुराहरू कमेन्टमा लेख्न भने अवश्य पनि नबिर्सिनु होला। र यस्तै थप जानकारी र भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि पक्कै नबिर्सिनु होला। धन्यवाद।